हेलो एभ्रिवान। आज चाहिँ म र बहिनीलाई चाहिँ भोक लागिरहेको थियो नि त। अन्त हामी बेलुका के खाउँला दिदी भनेर भनिरहेको थियो। ओके भनेर भनेको थियो होइन। अन्तखेरि ल के खुवाउनु त भनेर हाम्रो घरदेखि अलिक टाढो जानुपर्छ नि त। त्यहाँ चाहिँ खानेकुराहरू केहरू पाउँछ क्या, इजरायली खानाहरू। अन्त खाउँ न त भनेर भने। अन्त हामी चाहिँ रातिको 8:30 भएको थियो होइन। तर पनि जाउँ न त, दोकानहरू खुल्ला छ भने के खाउँ न त भनेर भने। अनि हामी चाहिँ हिँड्दै गएको। अनि फाइनली हामी चाहिँ त्यो दोकानमा पनि पुग्यो होइन। पुगेको त यसो हेरेको त खुल्लै रहेछ। खुल्ला चाहिँ देख्यो होइन, कतै बन्द त भएको होइन भनेर चाहिँ सोच्दै थिएँ। अनि हामी त कति लक्की, त्यो त बन्द हुन आँटेको थिएछ होइन। अन्त लास्टमा एउटा चाहिँ म बनाइदिनु सक्छु भनेर भन्यो। अनि एउटा त एकवटा त कसले खानु छ त, एकदमै ठुलो हुन्छ, खानै त सक्दैन होइन। अन्त मैले हाफ गरिदिनु न भनेर भने। अनि यसलाई चाहिँ अन्त के हालिदिनु त भनेर भने होइन। अन्त यो भनेर भने मैले होइन, केहरू अब हाल्नु लगाएँ। अनि यसो हामीले स्पाइसी पनि हालिदिनु है, स्पाइसी त हामीलाई त जरुरी हुन्छ, नेपाली हो नि त, स्पाइसी बिना त कसले खान्छ। र यो सलादहरू पनि हामीले चुज गऱ्यो होइन। चुज गरेर त्यहाँबाट यो रोटीलाई चाहिँ 2टा बनाइदियो होइन। हेर्नुहोस् त कत्रो कत्रो छ, अन्त कहाँ खानु सक्छ एउटै। अन्त यसलाई चाहिँ हामीले चाहिँ बहिनीलाई त कस्तो थाहा भएन होइन। अन्त यसलाई चाहिँ मैले चाहिँ ठुलो बाइट गर्नु खोजेको होइन। कस्तो साह्रो पऱ्यो तर पनि बाइट गरेँ। कस्तो टेस्टी, मलाई चाहिँ पुरा मनपर्छ। यो चाहिँ चिकन सुरमा हो होइन। मलाई त यस्तो मिठो लागेको होइन, भोक लागेको बेलामा आमामा के भन्नु र। अनि मलाई त खानु पाएन, मलाई के पनि चाहिँदैन। म त कस्तो इन्जोय गरेर खाएर गालाभरि लगाएछु होइन बहिनीले भनेको। अनि हामी चाहिँ गफ गर्दै मजाले बसेर खायो। त्यहाँबाट खाइसकेर हेर्ने एकछिन रमिता गर्दै हेर्दै बस्यो बहिनी र म, एकदम मजा आइरहेको थियो। अनि हामी फाइनली हामी खाएर पनि घर फर्केको। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ।